हेलो साथीहरू सम्पूर्णलाई नमस्कार। लक्ष्मी जमेर ब्लगलाई सब्स्क्राइब लाइक कमेन्ट सेयर गरिदिनु होला। आज चाहिँ तपाईलाई म नरिवलको यो खोस्टाबाट कचौरा बनाएको देखाउने छु। अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। र यो चाहिँ नरिवलको उभो दाना हो। यसलाई चाहिँ बीचमा काट्ने काटियो। अब यसलाई सफा गर्ने यस्तो चिल्लो भयो यस्तो। अब यसको अर्कोपट्टिको सानो बनाउनु पर्ने हुन्छ। यसलाई अझै पनि चिल्लो बनाउनु पर्छ।
यो पनि चिल्ल्याएर यस्तो बनाइसक्यो ल। यो चिल्ल्याइसक्यो। यो हामीले खाएर यो फाल्ने खोस्टाबाट चाहिँ के बन्छ तपाईहरुलाई म बनेको सामान जति सबै देखाउने छु। अन्तिमसम्म हेर्नु होला। सबै चीज बन्छ यसको है। यो हामीले फाल्ने हो। यो एकदम राम्रो दरो पनि हो। यो धेरै वर्ष राख्दा पनि यो केही हुँदैन। यो नबिग्रिने हो। हेर्न नछुटाउनु होला। अन्तिमसम्म हेर्नु होला। म कस्तो बनाएर देखाउने छु तपाईहरुलाई। भिजा पनि चाहिन्छ यो गर्नको लागि चाहिँ। भयो अब
फाइनल्ली गाइजहरू साथीहरू कचौरो बनियो र यसमा चाहिँ भात तरकारी सब्जीहरू जुनसुकै लाएर खान पनि मिल्छ। यसमा चाहिँ एकदम राम्रो यो हामीले फाल्ने सामग्रीहरूबाट चाहिँ कचौराहरू यस्तो बनाई यो अहिले बनेको यस्तो बनाई टक्क यस्तो डिजाइन राखेर नि बनाउन मिल्छ देख्न सक्नुहुन्छ। यसमा चाहिँ सब्जीहरू लगाएर खान नि मिल्यो। अनि फुलहरू बोक्ने अथवा यो अक्षताहरू बोक्ने यसरी यस्तो पनि बनाऊ कमण्डलो जस्तो। तर यहाँ चाहिँ मठ मन्दिर जाँदाखेरि फुलहरू बोकेर जान पनि भयो। कसै हजुरहरूलाई चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ। अनि त्यसपछि नरिवलको एकदम समय लाएर बन्ने चिज चाहिँ करुवा। यो चाहिँ यसको विशेषता भनेको चाहिँ मठ मन्दिरमा पानी चलाउने चाहिँ एकदम उचित आजा पूजा गर्नको लागि चाहिँ नरिवलको जट्टाको करुवाबाट पानी चलाउन चाहिँ एकदम उपयुक्त राम्रो भन्दो रहेछ। पानी भएको नरिवल लगेर फुटाउनु र यस भित्रकै पानी चढाउनु उस्तै भन्नुहुन्थ्यो एक दुईजना आमाहरूले। यो चाहिँ यस्तो हुन्छ। यस्तो हामी चाहिँ नरिवल खायोहरू यो भित्रको चाहिँ खायोहरू फालिदियो यो फुटायो ढुङ्गामा पछारो फुटायो फालिन्छ। तर यस्तो सामग्रीहरू बन्छ है देख्न सक्नुहुन्छ। अनि यस्तो सामग्रीहरू बन्छ देख्न सक्नुहुन्छ। यो सजावटको लागि पनि यो करुवाहरू राम्रो हुन्छ है। चाहिएमा सम्पर्क गर्नु सक्नुहुन्छ। सम्पर्क नम्बर चाहिँ 981433 9445 981433 9445 मा कल गरेर चाहियो भने भन्न सक्नुहुन्छ। कचौरा चाहिए नि यो फुलहरू बोक्ने चाहिए पनि करुवा चाहिए पनि यो ढकनी बिनाको नि हुन्छ। तर यो चाहिँ आफ्नै लागि भनेर बनाएको। यो चाहिँ एकदम धेरै समय पनि लाग्छ करुवा बनाउनु चाहिँ। यिनीहरू चाहिँ बरु अलिक छिटो हुन्छ। र अन्तिमसम्म भिडियो हेरिदिनु होला। हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। साथीहरूलाई सब्सक्राइब गर्न नभुल्नु होला। शेयर गरिदिनु होला। सबै माझ पुर्याइदिनु होला। यस्तो चाहिँ यहाँ बन्छ है। यहाँ बन्छ अरू पनि बन्छ। तपाईहरुलाई पछि देखाउने छु। यहाँ यो ठाउँमा चाहिँ मैले बनाउने सामग्रीहरू चाहिँ के बन्छ त भिडियो हेर्दै जानु होला। तपाईहरुले अवश्य तपाईहरुलाई देखाउने नै छु के बन्छ कस्तो बन्छ के सामान यिनीहरू मात्रै बन्ने हो कि अरू पनि बन्छ। पछि भिडियो हेर्दै जानुहोस् तपाईहरुलाई देखाउने नै छु। ल साथीहरु चाहिएमा यो चाहिँ यस्तो भन है। हस् त यति भन्दै साथीहरुलाई अर्को भिडियोमा भेटौँला। हस् त अन्तिम समयमा बाइ बाइ। साथीहरु हेरेर साथ दिनु होला। सब्स्क्राइब गर्न नभुल्नु होला। तपाईहरुलाई यहाँ यस्तो बन्ने सामान म तपाईहरुलाई देखाउँछु।